सभ्यता सालजल कहाँ कहाँ पाइन्छ भन्ने बारेमा सबै यहाँ देखाइएको छ। यो पूर्व पश्चिम राजमार्ग, महेन्द्र राजमार्ग, नामघाट, देवघाट, भरतपुर एयरपोर्ट, डाँडाकालिका, यसरी गण्डकी छ। जति माथि माथि मन्दिरमा आइपुग्नु यो हामी रामदीप तनहुको घुमाउरे घुमारी घाट त्यहाँ पाल्पा रेडी रेडीको दाम रेडी जानु पर्वत बाग्नु छ यो जुत्ता अब। अनि यता पर्वत र बाग्नु गण्डकीतिर किनारको कुस्मा बजार आयो। बलेमा बाग्नु बलेमा यता कुस्मा बजार यो हाम्रो कलश बन्दै माथि पञ्चकोट यो मन्दिर कलश 108 फिट अग्लो विशाल शान्ति कलश ठ्याक्कै यसको ट्याक्कै अब हामी आशा हजुर माथि सबै सालेगाम अलि सालेगाम सालका यो सबै हाम्रो हजुर गण्डकी अन्तर्राष्ट्रिय स्तर त्यो चाहिँ हाम्रो यो चाहिँ जेनवन जी हो त्यही नै हो है। यो जाजरकोटको काइनेटिक ढुङ्गा भने यही नै भयो। त्यो काइनेटिक भने अब यसमा कति गोमती चक्र भारत गुजरातमा पाउने त्यो अनि उयो अगाडिको अब उतापट्टिबाट देखाएको त्यो त सङ्घ सङ्घ उताका त्यो सङ्घमा भेटेका चिजहरू यो समुद्रमा भेटेको ओरिजिनलै हो। हजुर यो ताप यही खन्दाखेरि तल पर्ने नमुनाहरू चाहिँ हाम्रो यहाँ संस्थापक जिया स्वामीजी हुनुहुन्छ। अरू गण्डकी कसरी प्रकट गरिने यसरी गण्डकी प्रकट गर्नुहुन्थ्यो पर्खाल सुनिसम्म यहाँ चाहिँ त पहिला मुक्तिनाथ यात्रा गराउनु भएको मुक्तिनाथ पत्ता लगाउनु भएको स्वामीजीहरू सारङ्गा ऋषिहरूको त्यसरी अब जिम्मेवारी छोड्ने बेला हजुर राज्य विषय भनेर अनि यो चाहिँ ऋषि गुरुले स्याहार सुरु पुरातात्विक भाँडाहरू भाँडा यसैको एउटै शिला हो नि त त्यो डोल्पा गलेश्वर धाम यो चाहिँ धामै हो क्या गलेश्वर धाम चाहिँ यो चाहिँ प्राकृतिक रूपले बनेको त्यो चाहिँ यो चाहिँ कृत्रिम बनायो त्यो चाहिँ आफ्नै हो।